सुदूरपश्चिमको एउटा यस्तो भूभाग जहाँ ताल, पाटन र आकाशले मिलेर छुट्टै संसार बनाएका छन्। त्यो ठाउँ हो रामारोसन। सुदूरपश्चिमको अछाम जिल्लामा रहेको रामारोसन करिब 2500 मिटर उचाइमा फैलिएको सुन्दर क्षेत्र हो। यो ठाउँलाई धेरैले 12 बण्ड र 18 खण्ड अर्थात् 12 ताल र 18 पाटनको भूमि भनेर चिन्ने गर्छन्। यहाँका विशाल पाटन, हरिया घाँसे मैदान, शान्त तालहरू र वरिपरि फैलिएको पहाडी दृश्यले रामारोसनलाई नेपालको एकदमै फरक र मन लोभ्याउने गन्तव्य बनाइदिन्छ। यस क्षेत्रको सबैभन्दा ठूलो ताल जिङ्ले ताल र सबैभन्दा ठूलो पाटन किनिमिनी पाटन मानिन्छ। रामारोसन केवल दृश्यको ठाउँ मात्र होइन, यो वन्यजीवनका हिसाबले पनि विशेष छ। यहाँ डाँफे सहित विभिन्न चराचुरुङ्गी देख्न सकिन्छ र यो क्षेत्र वन्यजन्तुहरूको वासस्थानका रूपमा पनि परिचित छ। यहाँ मृग, जंगली बँदेल, ब्वाँसो र कहिलेकाहीँ बाघ समेत देखिन सक्ने बताइन्छ। रामारोसन हेर्दा लाग्छ नेपालको सुन्दरता केवल चर्चित ठाउँहरूमा मात्र होइन, यस्ता शान्त र कम बोलिएका भूभागहरूमा पनि गहिरिएर बसेको छ।